गाइज हाम्रो चाहिँ ठुलो आमाले के भन्छ च्वाचेको मासु बनाउँदैछ गाइज। हाम्रो चाहिँ ठुलो आमाले च्वाचेको मासु बनाउँदैछ। च्वाचेको मासु को मान्छेलाई ल हाम्रो ठुलो आमाले च्वाचेको मासु बनाउँदैछ है। ट्याक्क च्वाचेको मासु बनाएर टक्क खाने हो गाइस है त। ए यसै छ ल मेरो गाउँ चाहिँ है गाइस। ल गाउँ यो गाउँबाट चाहिँ भ्यू चाहिँ राम्रो देख्छ है गाइस। ल यो पारिपट्टिको चाहिँ रसुवा, यतापट्टिको चाहिँ यो चाहिँ नुवाकोट एरिया भयो। यता चाहिँ उता पारिपट्टि चाहिँ रसुवा हो। हामी चाहिँ पहिला स्कुल पढ्दाखेरि चाहिँ यहाँ माथि यो छ नि यो यहाँनिर गएर पढ्थ्यो। यहाँबाट 1-1.5 घन्टा लाग्छ हिँडेर। ल हेर्नुहोस् त्यो भाइरल झरना चाहिँ यहाँ छ है गाइस। भाइरल झरना त्यहाँ पनि जानुपर्छ एक दिन। ल हेर्नुहोस् यो चाहिँ धुन्चे भन्छ है। यो रसुवा धुन्चे यताबाट चाहिँ तपाईँको केरुङ नाका हुँदै चाइनाको खासतिर चाहिँ यताबाट जान्छ है। यो हुँदै 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 गरेर यसरी जान्छ।